यहाँ यो देशमा कति छन् मलाई सोध्नु न। कांग्रेस एमाले माओवादीबाट चाहिँ नि सबै देखेको छु मैले। भने चाहिँ म त पाएको मन्त्री पद भइरहेको मन्त्री पद, झण्डा भएको गाडी, सुरक्षाकर्मी, सारा मन्त्रालयको चाहिँ ती सबै कुराहरू छोडेर म आज जनताकोमा सडकमा तपाईहरुसँग आइरहेको छु। म कसरी अवसरवादी भएँ? दोस्रो कुरा, चुनाव गराउनु पर्थ्यो, जगदीशले चुनाव गराउनै छोड्दा यहाँ आयो भन्ने कुराहरू जुन आयो नि, यो पनि म जवाब दिन्छु। मैले केही ठाउँमा त हिजो जवाब दिएको छु। तपाईहरु मान्नुस्, यहाँहरु सबैलाई सोध्छु, यदि जगदीश खरेल नभएको भए, यदि जगदीश खरेलले चाहिँ नि राजनीतिक दल कांग्रेस एमाले माओवादी शीर्ष नेता सर्वपक्षीय सर्वदलीय कतिवटा सिरिज मैले चाहिँ बैठक गरे होला र आज चुनाव सुनिश्चित कसका कारणले भयो? चुनाव सुनिश्चित कसका कारणले भयो? यदि जगदीश खरेल हुँदैन, एमालेको ढोकामा दैलोमा नगएको भए, कांग्रेसको दैलोमा नगएको भए, पार्टी कार्यालयमा राष्ट्रपाको पार्टी कार्यालय नगएको भए, माओवादीको पार्टी कार्यालय नगएको भए, प्रचण्ड केपी ओली र चाहिँ देउबाको घर घरमा गएर हात जोडेर चुनावका लागि तयार हुनुस् भनेर प्रधानमन्त्री ज्यूसँग चाहिँ त्यो वार्ता गराएर कसले गर्यो? तपाईहरुले देखिराख्नु भएको छ। जगदीश खरेल मन्त्री भएर चुनावको सुनिश्चित गर्नको लागि मैले मेरो मन्त्रालयका कयौं काम कम्प्रोमाइज गरेको छु। र आज कुन दिन म राष्ट्रिय स्वतन्त्र पार्टी आएँ भने, यो दिन आए कि जुन दिन 6 गते मनोनयन दर्ता सुनिश्चित भयो, बिग्रिएको कांग्रेसको हताभुङ्ग अवस्था पनि मिलेर चुनावमा जानको लागि गगन पक्ष र देउबा पक्ष तयार भए। अब सबै राजनैतिक दल चुनावमा आउने सुनिश्चित भएर मनोनयन दर्ता गर्ने म 3 दिन अगाडि राष्ट्रसभा प्रवेश गर्न सक्थेँ। किन म राष्ट्रसभा चाहिँ 6 गते बिहान चाहिँ 11 बजे घण्टी घरमा गएँ भन्दाखेरि अब देशमा चुनाव हुने निश्चित हो। यति निश्चित गरेर भएको मन्त्री पद छोडेर चुनावको सुनिश्चित गरेर होइन, अब म 3 महिनालाई होइन, जनताले मलाई तिमी अर्को 5 वर्षसम्म चाहिँ राजनीति मार्फत सेवा गर भन्दा म सबै सेवा सुविधा छोडेर जनताको घर दैलो र यहाँहरूको मन मन्दिरमा म आउन नपाउनु एउटा नागरिक। मैले आउने निर्णय गरेँ। त्यस पछाडि चाहिँ म घण्टीमा प्रवेश गरेँ र उम्मेदवार भएँ। त्यसकारणले म सबै साथीहरूलाई यो किन भनेको भने म बारम्बार भन्छु, तपाईहरु नेताहरु हो, भोलि तपाईहरुलाई प्रश्न आउँछ किन जगदीशलाई आउँदैन नि, जगदीशको र बुद्ध रत्नको चाहिँ नि तपाईको फोटो लिएर उम्मेदवार हाम्रा भनेर हिँडिराख्दा कसले फेस गर्नुपर्छ भने यो कुरा तपाईहरुले पर्छ, मैले भन्दा। त्यसकारण मैले मेरा सबै सहयोद्धा साथीहरूलाई यो भन्न खोजेको कारण के भने जगदीशको विषयमा र बुद्ध रत्नको विषयमा केही पनि कुरा आयो भने मेरा हरेक नेता साथीहरू जगदीश जस्तै गरेर फेस गर्न तयार हुन्छन् भन्ने हिसाबले मैले यो कुरा अगाडि बढ्नु होला। त्यसैले जगदीशको बारेमा चुनाव छोडेर आयो, अवसरवादी भयो,